So, hi guys, welcome to my channel again. It's me, Manita, back with the new another video today. So, guys, today I'm going to give you the tutorial of how to make a masuko achar. First of all, masuko achar ko लागि ingredient needed भनेको चाहिँ हामीलाई चिल्ली हो, मासु हो, अनि त्यसपछि थोरै रायो चाहिन्छ अनि के हो यो ज्वानो भयो, मेथी, जिरा, सोप र अनि टिमुर भयो, टिमुरहरू पनि चाहिन्छ। यिनीहरू हाल्दाखेरि चाहिँ कस्तो राम्रो फ्लेभर निक्लिन्छ नि त टिमुरले, सो हामीलाई टिमुर पनि चाहिहाल्यो। अनि उति सबै इन्ग्रिडियन्ट भनेको चाहिँ मासुको अचारको लागि है त। अनि गाइज, हजुरहरूले कहिले पनि ट्राई गर्नुभएको छ कि छैन घरमा मासुको अचार बनाएर, त्यो पनि कमेन्ट डाउन बिलो है। अनि अनदर मोस्ट इम्पोर्टेन्ट थिङ अफ द मासुको अचारको लागि निडेड भनेको चाहिँ यो भेनेगर पनि हो, भेनेगर र सोया सस, किनभने त्यसले चाहिँ राम्रो कलर र टेक्स्चर, कलर अर फ्लेभर निकाल्छ। सो यो चाहिँ निडेड भयो। अनि मैले चाहिँ यता जिरा के भन्छ लसुन र अदुवा चाहिँ कट गर्दैछु। लसुन र अदुवा चाहिँ किन राख्नुपर्छ त भन्दाखेरि यसले चाहिँ फ्लेभरलाई इन्हान्स गर्ने काम गर्छ है। अनि भयो हाम्रो चिल्लीलाई चाहिँ मैले अलरेडी सोक गरेर राखेको छु, किनभने यो चिल्लीलाई चाहिँ हामीले पेस्ट बनाउनुपर्छ, लाइक चिल्ली फ्लेक्स जसरी। अनि यस्तो गर्ने बनाउनुपर्छ। अनि हाम्रो चाहिँ मासु चाहिँ राम्रोसँग कट भएर पिसेसहरू रेडी भयो। अब मैले तेलमा फ्राई गर्दैछु। फ्राई चाहिँ हामीले एकदमै मजाले गर्नुपर्छ है गाइज, यस्तो धेरै नरम चाहिँ राख्नु हुँदैन, किनभने यो मासुको अचार भनेको चाहिँ जति राम्रोसँग फ्राई गर्यो उति नै धेरै मिठो हुन्छ। अनि मैले यता प्यान बसालेँ। प्यानमा चाहिँ मैले यो मसलाहरू हाम्रो स्पाइसेसहरूलाई चाहिँ म फ्राई गर्न जाँदैछु। अनि स्पाइसेसहरू फ्राई गर्दाखेरि चाहिँ धेरै हाई फ्लेममा चाहिँ नगर्नु होला, किनभने छिटो छिटो जल्छ। त्यही भएर लो फ्लेममा आरामसँग हामीले यो स्पाइसेसहरूलाई फ्राई गर्नुपर्छ है त गाइज। अनि स्पाइसेसहरूलाई फ्राई गर्ने काम म गर्दैछु। अनि यहाँ चाहिँ म फेरि अल्छी लाग्यो, एकछिन बसेँ, मेरो मम्मी आएर चाहिँ फ्राई गर्दै हुनुहुन्छ स्पाइसेसहरूलाई। कस्तो लाग्दैछ गाइज अहिलेसम्म हेरेर? म चाहिँ भोइस ओभर गरिरहेको छु, किनभने त्यो भिडियोमा एकदमै धेरै नोइजहरू थियो। सो नोइजहरू भएको कारणले चाहिँ मैले त्यो भिडियोको एक्चुअल ओरिजिनल भोइस चाहिँ हाल्न सकिनँ, भेरी सरी। अनि अहिले चाहिँ यो मसलाहरूलाई चाहिँ आरामसँग मजाले भुट्नुपर्छ है, यसरी देख्नु भएको छ नि। धेरै हाई फ्लेममा चाहिँ नगर्ने, हल्का फ्लेममा आरामसँग भुट्ने। यसले चाहिँ के हुन्छ भने मसलाहरू काँचो भन्दा पनि फ्राई भएपछि राम्रो फ्लेभर टेक्स्चर आउँछ नि, थाहा छ नि होइन? सबैलाई थाहा छ तपाईँहरूलाई। मैले चाहिँ फर्स्ट टाइम बनाएको भएर यो भिडियो सेयर गर्दैछु। अनि यो बोल्दा बोल्दा थाकिँदो रहेछ हौ, माइ गड के बोल्ने। आयो चलाउँदै जानुपर्छ गाइस यसरी। अनि बिस्तारै 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 हाम्रो रेडी हुँदैछ है। अब यो मसला पनि रेडी भयो। यसलाई धेरै डढ्न चाहिँ दिनु हुँदैन। अब यसलाई चिसो बनाउन राख्नुपर्छ, किनभने एकछिनमा हामीले चाहिँ यसलाई ग्राइन्ड गर्नुपर्छ नि त। त्यही भएर यो मसला फ्राई गरेर राख्ने साइडमा राखिसकेपछि यतापट्टि चाहिँ हाम्रो बाँकी भएको मासुहरू चाहिँ कतिको फ्राई भयो हेरौँ है, चेक गरौँ। वाउ, राम्रोसँग फ्राई हुँदैछ त मासु त। ठिक छ यतिको चाहिँ फ्राई हुँदै गर्नुपर्छ। अहिले हाम्रो मासु फ्राई हुँदैछ होला, के भयो भिडियोमा त। अब यो मसला चाहिँ हल्का चिसो भयो। अब म जाँदैछु यसलाई पेस्ट बनाउन, आई मिन पाउडर बनाउन। ल है गाइज, मैले पाउडर बनाउन थालेँ यता हाम्रो मसलालाई। यसको आवाज त यस्तो तिखो थियो कि तपाईँहरूले विदाउट यो त सुन्नै सक्दैन। त्यही भएर मैले भोइस ओभर गरेको पनि राम्रै भएछ। अब म चिल्लीलाई पनि पेस्ट बनाउँछु है त, चिल्लीको फ्लेक्स बनाउँछु। सो अदुवा लसुनहरू हल्का मिसाउन होइन, यसमा पनि मिक्स गर्दा मिठो हुन्छ नि त। बन्यो है गाइज, मेरो चाहिँ चिल्ली फ्लेक्सहरू बन्यो। अब यसले चाहिँ हाम्रो अचारलाई चाहिँ राम्रो फ्लेभर और टेस्ट इन्हान्स गर्ने काम गर्छ। ल यता हेर्नुहोस्, यतापट्टि हाम्रो पाउडर पनि रेडी भयो गाइज। अब यतापट्टि हाम्रो मासु पनि रेडी हुँदैछ है, अलमोस्ट मासु रेडी भयो। म चाहिँ एक दुईवटा मासु खाएर पनि ट्राई गर्दैछु है यहाँ चाहिँ। ल गाइज, हाम्रो मासुहरू चाहिँ रेडी भयो। अब हामी आरामसँग यसलाई अचार बनाउँछौँ गाइज।
हेर्दै गर्नुहोस् है, हेर्दै गर्नुहोस् भिडियो अन्तिमसम्म। ल अब यहाँ चाहिँ मैले स्किप गरेँ पार्टहरू, किनभने हाम्रो त्यो उच्च रेडी भइसकेको थियो होइन, चिकन चाहिँ रेडी भइसकेको थियो फ्राई भएर। अनि मैले त्यही चिकनको तेलमा चाहिँ नफालिकन त्यसमा हल्का मसलाहरू राखेँ। अनि त्यो अघिनको पेलेको चिल्ली, जिन्जर अनि गार्लिकहरू राखेर मजाले यसरी फ्राई गरेँ। अनि स्वादअनुसारको नुन राख्नुपर्छ, मसलाहरू थोरै थोरै राखेँ। तर मैले यसमा एक्स्ट्रा जिराको धुलोहरू चाहिँ राखिनँ, किनभने मलाई मन पर्दैन क्या। सो अनि त्यसपछि मैले सोया सस राखेँ। सोया सस राखेर चाहिँ यति धेरै राख्नु चाहिँ पर्दैन, ठिक्कै राख्दा हुन्छ। अब मासु कति छ त्यो अनुसारको। अनि यो सोया सस राखिसकेपछि कलर कति राम्रो आयो हेर्नुहोस् त। यो कलरको लागि नै राख्ने हो, कलर प्लस यसले चाहिँ कस्तो राम्रो देखाइदिन्छ क्या। अनि मासुमा पनि मसला भरिएको जस्तो देखाउँछ नि त, अनि टेस्टलाई पनि इन्हान्स गर्छ। कस्तो लाग्दैछ गाइस मेरो मासुको अचार? मिठो देखिरहेछ होइन त? सो यतापट्टि हाम्रो धुलो रेडी भयो है। धुलो मिन्स अघिनको त्यो जिरा स्पाइसेसहरूको पेस्ट है, पाउडर। भनिराख्नु त पर्दैन होला, तर फर्स्ट टाइम बनाउँदाखेरि चाहिँ कति मान्छेहरूलाई चाहिँ डाउट पनि हुनसक्छ नि त, त्यही भएर। अनि राम्रोसँग चलाउनुपर्छ। यसमा पनि हाई फ्लेम चाहिँ नगर्नु होला, किनभने डढ्यो भने मिठो हुँदैन। त्यही भएर लो फ्लेममा गर्नुपर्छ। हल्का अब नुन राख्दैछु है मैले चाहिँ, स्वाद अनुसारको राखौँ। तर नुन चाहिँ अलिकति बढी नै राख्दा राम्रो हुन्छ, किनभने पछि हामीले ब्यालेन्सको लागि त लेमन पनि राख्नै छौँ नि त, त्यही भएर। बुझ्नुभयो गाइजहरू? अब राम्रोसँग चलाउने। त्यसपछि अब हामी राम्रोसँग चलाइराख्नुपर्छ एकछिन। नुन पुगेन जस्तो लागेर फेरि थप्दैछु है म चाहिँ। बेसार पनि हालिदिउँ न त गाइस। ल गाइस मैले चाहिँ थोरै चिल्ली पनि राखेँ। किन राखेको मलाई आफैलाई आइडिया छैन, तर मैले राखेँ मसला देखेर। एनिवे तर चिल्ली अलरेडी राखिसकेको थियो नि त, त्यसले कलरको लागि राखेको। थोरै राम्रो रेडिस टेक्स्चर, राम्रो खालको कलर दिन्छ नि त। क्यामराम्यान आफै भएपछि देख्नुभयो यस्तो हुन्छ, हाफ भिडियो गाइज। अनि मैले मासु राखेर राम्रोसँग चलाएँ यतिको भयो। अनि कस्तो देख्दैछ मेरो मासुको अचार गाइज? अहिले यस्तो जस्तो देखिन्छ यहाँ, तर यस्तो टेस्टी थियो नि। विदिन अ विक मैले यो बट्टा फिनिस गरेँ 1 kg अचार। आइ एम सुपर डुपर फ्यान अफ माई ओन मासुको अचार गाइज। You should try this with all this ingredient and tag me, okay? गाइज अनि यो हामीले लेमन किन लिएको भन्दाखेरि यसले चाहिँ लास्टमा राख्दाखेरि चाहिँ फ्लेभर यस्तो दामी दिन्छ नि, फ्लेभर धेरै राख्नु त पर्दैन, हल्का। अनि यस्तो चाहिँ हल्का खट्टा मिठापन ल्याउँछ नि त मासुको अचारमा, त्यही भएर मिठो हुन्छ। लाइक इट्स सुपर डुपर घरमै बनाएको हिसाबले त हेल्दी पनि हुन्छ, प्लस अनि त्यही हो, लेमन इट्सेल्फ इज अ गुड थिङ टु इट। ल गाइस मेरो चाहिँ मासुको अचार बनेर अलमोस्ट रेडी भयो। अब हामी जाँदैछौँ। एकछिन त पकाउनुपर्छ यसलाई मजाले चलाएर होइन, किनभने मसलाहरू त्यसभित्र पस्नुपर्छ होइन। मसलाहरू पस्दैछ है अहिले चाहिँ मेरो मासुको अचारमा। गाइस कस्तो देख्छ मेरो मासुको अचार? राम्रो देखिरहेछ होला, आई होप सो। ओके गाइज अब अलमोस्ट रेडी भयो मेरो मासुको अचार चाहिँ। अब टेस्टको लागि म प्लेटिङ गर्दैछु, हेर्नुहोस् है। आफै क्यामेरा समाउँदै आफै प्लेटिङ गर्दाखेरि झ्याउ हुँदो रहेछ, अप्ठ्यारो चाहिँ भएको थियो। अब लेट्स टेस्ट इज गाइज। वाउ राम्रो देख्दैछ नि मेरो मासुको अचार, तर मिठो पनि थियो। अनि यहाँ चाहिँ म रिभ्यू दिँदैछु है गाइज। अब म टेस्ट गर्न गइरहेको छु, कस्तो हुन्छ है त। फर्स्टमा चाहिँ मैले के भयो जस्तो लाग्यो क्या, लाइक फर्स्टमा खाने बित्तिकै मलाई फ्लेभर आएन। अनि मैले एकछिन चपाएपछि ओ माई गड इट्स एनहान्सेस द फ्लेभर।
यस्तो मिठो भएको थियो यस्तो मिठो भएको थियो अब अर्कोचोटि मैले बनाउँछु भन्ने सोचेको अहिले 1 केजी बनाएँ अर्कोचोटि चाहिँ 2 केजी बनाउँछु भन्ने सोचेर यो भिडियो म अब एन्ड गर्दैछु गाइज थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो टिल द एन्ड थ्याङ्क यू सो मच गाइज किप अन कमिङ बाई